हेलो एभ्रिवान, यो चाहिँ मेरो शिवरात्रिको सानोबडे भिडियो ल। यो चाहिँ गाउँमा पूजाहरू गरेर है म मेरो छोरा मेरो बुढा साथीहरूसँग घर फर्क्यो हो। अनि हामी चाहिँ आएर लुगाहरू फेरेर रेडी भएर हामी सबैजना हाम्रो ग्रुपहरू चाहिँ नानीहरू लगेर घुम्न गयौँ उच्च कैलाश भयो। अनि यहाँनिर पुगेर चाहिँ हामीले फोटोहरू खिच्यौँ, दर्शनहरू गऱ्यौँ। अनि यहाँबाट चाहिँ हामी फेरि सबैजना चारजना फ्यामिलीहरू चाहिँ गएको थियो। हामी फ्यामिलीहरू होइन, ब्युटिफुल लेडिजहरूसँग चाहिँ गएर चाहिँ यहाँनिर हामी सबै जग्गा घुम्दै गयौँ। घुम्दै मजा इन्जोय गऱ्यौँ। कति मजाको भ्यूहरू छ हाम्रो रोहिणी साइड चाहिँ। अब राम्रोहरू दामी मजाको छ क्या घुम्नुलाई, मुड फ्रेस हुन्छ हो। त्यसरी मैले त सानो भ्लगहरू बनाएँ हो। यिनीहरू चाहिँ सबै हाम्रो रोहिणीको घुम्ने जग्गाहरू हो होइन। हामी चाहिँ फ्यामिली नानीहरू लिएर चाहिँ घुम्नु गएको थियो। कस्तो मजा आयो, अब यति साह्रो फ्रेस वेदर पनि हो। अन्त फेरि सबैजना मिल्ने भएर पनि होला मजा आयो, इन्जोय गरेँ हो। फर्किँदा अलमोस्ट राति भएको थियो, 11 बजेको थियो होइन। यसो प्रोग्रामहरू हेरेर सबै हेरेर इन्जोय गरेर चाहिँ हामी सबैजना यहीँ फर्क्यौँ हो। अनि फर्केर चाहिँ हामी पनि सबै जग्गा दर्शनहरू गऱ्यौँ। दर्शनहरू गरेर चाहिँ लास्टमा चाहिँ हामी तलनिर पुगेको थियौँ दर्शन गर्नु। तलनिर मन्दिरमा यहाँ दर्शन गरेर चाहिँ हामी फर्क्यौँ। हाम्रो शिवरात्रि यसरी मनायो गाइज। बाई बाई।